मण्डली स्थापना गर्न तयारीहरू के भइराखेको थियो भनेर यहाँनिर देख्न सक्छौँ। त्यसको लागि हामीले प्रेरितको एक अध्याय हेर। म आशा गर्छु तपाईँहरूले प्रेरितको पुस्तक कतिजनाले 3-4 चोटि पढिसक्नु भयो होला भन्ने आशा गर्छु। कतिजनाले एटलिस्ट एकचोटि पढिसक्नु भयो होला भन्ने आशा गर्छु। पढ्नु भएको छैन भने फेरि म अहिले एकछिनमा सोध्नेछु कतिचोटि पढ्नुभयो भनेर। एटलिस्ट मैले सुन्न पाऊँ, मैले एकचोटि सकाएँ, मैले 5 चोटि सकाएँ भनेर सुन्न पाऊँ। र प्रेरितको पुस्तक पढिसकेपछि मात्रै तपाईँले यो पुस्तक पढ्दै गर्दाखेरि ए यो यस्तो रहेछ भनेर बुझ्नुहुनेछ है त। ल, आशावादी भएकी छु। त्यो आशासँगै म कक्षालाई अगाडि बढाउन चाहन्छु। अनि एक अध्यायमा हामीले हेरिराखेका थियौँ के कस्ता घटनाहरू त्यहाँ अब भएको थियो होइन, जुन चाहिँ मत्ती, मर्कुस, लुका, योहन्नामा भएको घटना। विशेष गरी येशू ख्रिस्टको मृत्यु भएको छ। येशू ख्रिस्टको मृत्युपछि चाहिँ येशू ख्रिस्टको के भएको छ, 3 दिन पछाडि फेरि पुनर्जीवित भएर अनि उहाँ आफ्नो चेलाहरूको अगाडि 500 भन्दा धेरै मानिसहरूको अगाडि देखा परिसके पछाडि के भयो, अनि उहाँले त्यहाँनिर शिक्षा दिनुभयो होइन। त्यस पछाडि उहाँ के हुनुभयो, स्वर्गरोहण हुनुभयो। अनि त्यस पछाडि अब कतिजना, सबैजना त्यहाँ के थियो, चेलाहरू र धेरैजना विश्वासीहरू भयभीत भइरहेको बेलामा उनीहरूले त्यहाँनिर के भयो, चेलाहरूलाई येशू ख्रिस्टले पवित्र आत्माको प्रतिज्ञामा पर्खनु अथवा प्रतिज्ञामा पर्खनु भनेर त्यसरी आज्ञा गरिसक्नु भएपछि तिनीहरूलाई परमेश्वरले के गर्नुभयो, येशू ख्रिस्टले के गर्नुभयो भनेदेखि तिमीहरू चाहिँ यरुशलेम, यहुदिया, सामरिया, पृथ्वीको अन्तसम्म चाहिँ मेरो के हुनेछ, साक्षी हुनेछौ भनेर जुन कुरा येशू ख्रिस्टले भन्नुभयो, त्यस पछाडि उहाँ स्वर्गरोहण हुनुभयो। त्यस पछाडि चेलाहरू चाहिँ प्रार्थनामा एकता साथ बसेर विभिन्न ठाउँमा उनीहरू के गर्न थाले, अब आए, विभिन्न ठाउँबाट आएर एक ठाउँमा जम्मा भएर प्रार्थना गर्दै, एकअर्कालाई उत्साह दिँदै, हौसला गर्दै उनीहरू अघि बढ्न थाले। त्यस पछाडि अध्याय 2मा हामी हेरिराखेका थियौँ, पेन्टिकोसको दिनमा जब सबैजना एक ठाउँमा भेला भयो, भेला भएर उनीहरू सबैजना प्रार्थना गर्ने क्रममा के भयो, त्यहाँनिर एकसाथ आराधना गर्दै गर्दा, प्रार्थना गर्दै गर्दा पवित्र आत्मा चाहिँ चेलाहरूमाथि त्यतिजना त्यहाँ आउनु भएको थियो, जतिजना आएको त्यहाँ आएको थियो त्यतिजना सबैकोमा, सबैजनासँग चाहिँ पवित्र आत्माले भरिपूर्ण भएर उनीहरू खुल्लाम खुल्ला हृदय खोलेर परमेश्वरसँग विभिन्न भाषाहरूमा प्रार्थना गरेको कुरा हामी त्यहाँ हेरिराखेका थियौँ। र त्यस पछाडि पत्रुसले साहसपूर्वक प्रचार गरे। त्यस पछाडि येशू को हुनुहुन्छ भन्ने कुरा उनले के गरे, प्रचार गरे। अनि इमिडिएटली के भयो, त्यहाँनिर करिब 300 जना भन्दा मानिसहरूले 3000 जना मानिसहरूले चाहिँ विश्वास गरे। लगत्तै विश्वास गरिसकेपछि भनेर हामीले को पुस्तक 41मा हेरिराखेको थियो। अनि त्यहाँबाट चाहिँ अब के सुरु भयो भन्दा मण्डलीको जन्म भएको कुरा हामी हेरिराखेका थियौँ। त्यसैले प्रारम्भिक जीवनशैली, अब त्यहाँनिर भर्खरै विश्वासीहरू सुरुवात हुँदै गर्दाखेरि विश्वासीहरू बढ्दै गर्ने क्रममा चाहिँ होइन, कस्तो खालको जीवनशैली थियो मण्डलीको, अथवा विश्वासीहरू कस्तो खालको जीवनशैली थियो भनेदेखि उनीहरू एकसाथ के गर्थे, शिक्षा दिनको लागि उनीहरू एकसाथ भेला हुन्थे, सङ्गति गर्न एकसाथ भेला हुन्थे, रोटी है, विशेष गरी प्रभु भोजको मेजमा उनीहरू के हुन्थ्यो, खडा हुनलाई एकसाथ भेला हुन्थे र प्रार्थनामा उनीहरू स्थिर रहन्थे है। यस्तो खालको जीवनशैली चाहिँ मण्डलीको थियो, यस्तो खालको जीवनशैली चाहिँ विश्वासीहरूको थियो। सबैजनाले के गर्न थाले, सम्पत्तिलाई है, मण्डलीलाई, स्रोतलाई, साधन उनीहरूले एउटा साझामा राख्ने गर्थे। अनि मण्डलीले परमेश्वरको स्तुति गर्यो र बाहिरका मानिसहरूले के देखे, उनीहरूको जीवन देखेर अनुग्रह दिए। कतिजना मानिसहरूले अझ है, जब उनीहरूले आफ्नो जीवन, मण्डलीको जीवनशैली, आफ्नो व्यक्तिको जीवनशैली चाहिँ के गर्न थाले, परमेश्वरको लागि होइन निरन्तर लागिराखेपछि बाहिर भएका मानिसहरू, अरू देख्ने मानिसहरूले पनि उनीहरूलाई अनुग्रह दिएका कुराहरू त्यहाँनिर देख्न सक्छौँ। र विश्वास गरेको सङ्ख्या अब यसरी दिनदिनै के हुँदै गयो, बढ्दै गयो। के को कारणले गर्दाखेरि प्रारम्भिक मण्डलीको, प्रारम्भिक त्यतिखेर पहिलो इतिहासको पहिलो शताब्दीको मण्डलीको जीवनशैली अनुसार चाहिँ के गर्न थाले, मानिसहरूले अब परमेश्वर चाहिँ साँच्चै नै जीवित परमेश्वर हुनुहुन्छ भन्ने कुरा विश्वासमा मानिसहरू बढ्दै गएको कुरा हामीले हेरिराखेका थियौँ। त्यसैले अध्याय 3 र 4मा हामीले हेर्दैथ्यौँ कि पत्रुस र यूहन्नाको सेवा कार्य अब के कसरी सुरु भयो, कहाँबाट उनीहरूले के गरे भन्ने कुरा हामीले हेरिराखेका थियौँ। त्यहाँनिर चाहिँ एकजना व्यक्ति थियो जो चाहिँ लङ्गडो थियो होइन,
अनि जसलाई चाहिँ के गरेको थियो उसँग उनीहरू त्यो मन्दिरमा भित्र पस्ने क्रममा उनीहरूसँग सुन चाँदी के पनि थिएन। उनीहरूले के भने येशूको नाउँमा निको होइजा अथवा उठिजा भन्दाखेरि के भयो त्यहाँनिर येशूको नाउँमा त्यो लङ्गडा निको भएर अनि सबैजना यो घटनाले गर्दाखेरि चाहिँ के भएको छ, पत्रुस र यूहन्नालाई देखेर उनीहरूले यिनीहरू यो व्यक्तिहरू केही न केही हुनुपर्छ, यो व्यक्तिहरूले प्रार्थना गरेको नाममा यो व्यक्तिले नाम जुन नाममा प्रार्थना गरेको त्यो नाममा केही न केही हुनुपर्छ भन्ने त्यो विश्वास साथ मानिसहरू के गरे, करिब 5,000 भन्दा बढी पुरुषहरूले चाहिँ त्यहाँनिर विश्वास गरेको कुरा प्रेरित 4को 4मा हामी देख्न सक्छौँ। त्यही पनि त्यतिखेर के थियो, यहुदी धर्मावलम्बीहरू थिए जुन दुई दलहरू थिए है, सदुसी र फरिसीको जुन एउटा दुईवटा दलहरू थिए उनीहरूले के गरेर बारम्बार जसरी येशू ख्रिस्टलाई उनीहरूले धम्की दिइरहेको थियो, जसरी येशू ख्रिस्टलाई उनीहरूले सकेसम्म दुःख दिइराख्यो त्यस्तै गरेर चेलाहरूलाई पनि दुःख दिइराख्थे होइन, कि यो काम चाहिँ बन्द गर, यो काम चाहिँ जुन काम तिमीले गरेको छ यो काम चाहिँ परमेश्वरको वचन अनुसार होइन होइन, जुन हाम्रो परम्परा अनुसार होइन, हामीले मानिआएको परिस्थिति हाम्रो मानिआएको विश्वास अनुसार होइन भनेर उनीहरूले धम्की दिइरहेको थिए। तर पनि चेलाहरूले चाहिँ डराउँदैन थिए, किनभने उनीहरू पवित्र आत्मामा भर भएर भरिएर पवित्र आत्मामा रहेर चाहिँ निडर भएर के गर्न थाले, प्रचार प्रसारहरू अझ उनीहरूले गर्न थाले। त्यसैले मण्डलीको शुद्धता र पवित्रताको कुरा हामीले हेर्दै थियौँ 5मा त्यहाँनिर होइन, मण्डली जब वृद्धि हुँदै गयो हननिया र सफिराको कुरा हामीले हेरिराखेका थियौँ। त्यस पछाडि सेवा कार्यको विस्तार र संरचना अब फेरि अझ होइन सिस्टमेटिक तरिकाले बढ्दै गएको कुरा देख्न सक्छौँ। त्यहाँनिर डिकनहरू चयन गरेको कुरा देख्न सक्छौँ होइन। अनि स्टेफन चाहिँ एउटा प्रमुख एउटा व्यक्ति भएर त्यहाँनिर के गरिराखेको थियो, अझ मण्डलीलाई सुव्यवस्थित गरेर होइन अगाडि बढाइराखेको कुराहरू यहाँनिर सेवा कार्यको विस्तार र संरचनामा 6 अध्यायमा हामीले अस्तिको अघिल्लो कक्षामा हेरिराखेका थियौँ। त्यति मात्र नभएर अध्याय 7मा हामी हेर्छौँ भने उत्पीडन र साक्षी भनेर त्यहाँ देख्न सक्छौँ। उत्पीडन र साक्षी कसरी भन्दाखेरि स्टेफनले यहुदी परिषद अगाडि परमेश्वरको इतिहास होइन सम्झाउँदै यसुलाई अस्वीकार गरेको प्रमाण प्रस्तुत गरे, अन्त उनलाई के गरे, ढुङ्गाले हानेर उनलाई हत्या गर्यो होइन, उसको उसको हत्या गरियो। त्यस पछाडि त्यहाँनिर अब फेरि के भयो, एक प्रकारको डर त्रास देख्न थाल्यो होइन, किनभने यो स्टेफन चाहिँ पहिलो क्रिस्चियनहरूको शहीद बनेको कुरा हामीलाई इतिहासमा हामीले पढ्दै गर्दाखेरि वचनहरू अध्ययन गर्दै गर्दाखेरि हामीले त्यो थाहा पनि पाएका छौँ होला। थाहा छैन भने ऊ चाहिँ पहिलो व्यक्ति जो चाहिँ के गरे, शहीद बने। अनि जब ऊ शहीद बन्छ त्यस पछाडि चाहिँ यस घटनापछि मण्डलीमा ठुलो अब के भयो, फेरि एक प्रकारको डर आउँछ कि फेरि होइन, एक प्रकारको उत्पीडन आउँछ होइन। अनि के हुन्छ भनेदेखि अब जसरी यसु ख्रिस्टको क्रुसमा होइन यसु ख्रिस्टको क्रुसीकरण हुन्छ अनि यसु ख्रिस्टको मृत्यु हुन्छ अनि यसु ख्रिस्ट चिहानमा जानुहुन्छ, त्यतिखेर सबैजना के भएको थियो, भयभीत भएको थियो, डर त्रास उत्पीडनले भरेको थियो। त्यस्तै यो समयमा पनि फेरि के हुन्छ भनेदेखि जब स्टेफनलाई ढुङ्गाले हानेर मारिन्छ त्यस पछाडि फेरि एक प्रकारको डर त्रास ठुलो उत्पीडन फेरि आउँछ। अनि जसको कारणले गर्दाखेरि चेलाहरू र त्यहाँ भएका अगुवाहरू चाहिँ के हुन्छ भने यरुसलेमबाट छरिएर अरू अरू ठाउँमा जान थाल्छ, बसोबास गर्न थाल्छ। जब अन्त अन्त छरेर उनीहरू बस्छ नि तब तब झन् सुसमाचार चाहिँ बृहत रूपमा फैलेको कुरा हामीले अस्तिको कक्षाहरूमा पनि हेरिराखेका थियौँ। त्यसरी नै अनि के हुन्छ भनेदेखि प्रेरित 1को 7 अध्यायमा हामी हेर्दै गर्दाखेरि चाहिँ हामीले मण्डली कसरी स्थापना भयो र पवित्र आत्माको आगमन कसरी सुरु भयो होइन, त्यस पछाडि प्रचार प्रार्थना सङ्गति चमत्कार अचम्मको काम पवित्रताको कुरा सङ्गठन र सहनशील साक्षीद्वारा बलियो हुँदै गएको कुरा र सुरुमा सानो समूह भएर पनि पवित्र आत्माको सामर्थ्यले उनीहरूले के गर्यो, विश्वव्यापी रूपमा सुसमाचार चाहिँ फैलाउने आदर बनायो भनेर हामीले अघिल्लो कक्षामा 1देखि 7 अध्यायसम्म अध्ययन गरेका थियौँ। आज चाहिँ हामी मण्डली वृद्धि होइन, मण्डली अब यसरी सुरु भएको थियो भने अलिकति मैले यो इतिहास मैले बृहत रूपमा तपाईँहरूलाई बताएको छुइनँ है। मैले चाहिँ तपाईँहरूलाई एकदमै के भन्छ अलिअलि माथि माथिको टुप्पो टुप्पो है शीर्षक शीर्षकहरू मात्र मैले तपाईँहरूलाई जानकारी मात्रै गराएको छु। भित्र गुदीमा गएर यहाँ चाहिँ यस्तो भएको थियो यो मैले सबै तपाईँहरूलाई ल्याएको छुइनँ। मैले चाहिँ
यहाँ यस्तो भएको थियो, यो व्यक्ति यहाँ छ है भनेर तपाईँलाई प्रमुख कुराहरू मात्रै र एकदमै सरल कुराहरू मात्रै मैले तपाईँहरूलाई यहाँनिर ल्याएको छु र सिकाउने प्रयास गरिराखेको छु, ताकि सबैजनाले सरल तरिकाले बुझेर पछि तपाईँ पढ्न चाहनुहुन्छ भने अझै एडभान्समा तपाईँले पढ्न सक्नुहुनेछ। ओके, सो पार्ट 2मा हामी मण्डली वृद्धि सतावट मण्डली बाहिर छरिएको कुरामा प्रेरित 8 अध्यायदेखि 12 अध्यायसम्म हामी आजको कक्षामा अध्ययन गर्नेछौँ। अब के भयो भनेदेखि यरुसलेममा यति ठुलो सतावट भयो कि प्राय जसो विश्वासीहरू सहरबाट यहुदियाका गाउँहरूमा भाग्नु परेको थियो। तर यस सतावटद्वारा परमेश्वरले मण्डली विस्तारको काम अझ गर्नुभयो। अब अघि भर्खर हामीले 7 अध्यायसम्म हेर्दै थियो, जब स्टेफनको हत्या हुन्छ होइन, ऊ पहिलो शहीद बन्छ, त्यस पछाडि सबैजना के हुन थाल्यो, अब छरिन थाल्यो, किनभने एक ठाउँमा उनीहरू बसेन होइन, किनभने त्यहाँ चाहिँ अब ठुलो सतावट भयो। त्यस पछाडि उनीहरू विभिन्न ठाउँहरूमा छरिएर गइसके पछाडि झन् के भयो, परमेश्वरले अझ बृहत रूपमा चाहिँ उहाँको काम अचम्म तरिकाले, उहाँको राज्य विस्तार गर्ने काम चाहिँ अचम्म तरिकाले उहाँले अझ गराउँदै जानुभयो। त्यसैले हामी 8 अध्यायमा हेर्छौँ भनेदेखि त्यहाँनिर एकजना व्यक्ति छ जसको नाम हो फिलिप। उसको मिसन र मानिसहरूको प्रतिक्रिया के छ त भनेर हामी अध्यायमा, तपाईँले बाइबल पल्टाउन सक्नुहुन्छ, बाइबलको कुरालाई मैले ल्याएको छु। म्याक्सिमम मैले किताबहरू भन्दा पनि तपाईँको बाइबलमा जे छ त्यो कुरालाई मैले तपाईँलाई बुझाउने प्रयास गरिराखेको छु। सो यहाँ फिलिप को मिसन र मानिसहरूको प्रतिक्रिया यहाँ 8 अध्यायमा हेर्दै गर्दाखेरि तपाईँले के पाउनुहुन्छ भने मुख्य घटना के छ भने स्टेफनको शहीद पछि विश्वासीहरू अब के हुन थाले, डरले भाग्न थाल्छन् होइन, यरुसलेम छोडेर विभिन्न ठाउँहरूमा छरिएर बस्न थाल्छ। त्यस पछाडि फिलिपले सामरियामा प्रचार गर्न थाल्छ। हेर्नुहोस् है, अब जुन प्रेरितको पुस्तक 1को 8 अध्यायमा जुन कुरा यीशु ख्रिस्टले भन्नुभएको थियो होइन, तिमीहरू कता कता हुनेछ, तिमीहरू यहुदियामा होइन, सामरियामा, पृथ्वीको अन्तसम्म मेरो साक्षी भएर जाँदाखेरि चाहिँ म तिमीहरूको साथमा हुनेछु भनेर त्यहाँनिर यीशु ख्रिस्टले भन्नुभएको थियो। त्यही कुरा यहीँनिर भइराखेको छ। अब फिलिपले सामरियामा प्रचार गर्न थाल्छ र धेरै मानिसहरू ख्रिस्टमा अब यतिखेर विश्वास गर्छन्। फिलिपले त्यो इथोपियन चाहिँ त्यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ 8 अध्यायमा, जो चाहिँ नपुंसक भने, मलाई यो अलिकति प्रनाउन्स गर्न अलिक गाह्रो हुन्छ, यो थर्ड जेन्डर। ओके, सो उसँग चाहिँ भेट हुन्छ र उसलाई सुसमाचार सुनाउँछ त्यहाँनिर होइन। सुनाइसके पछाडि जसले चाहिँ के गर्छ, विश्वास गर्छ अनि त्यस पछाडि बप्तिस्मा लिन्छ। त्यस पछाडि फिलिप सामरियामा फर्के। त्यस पछाडि मन्त्री इथियोपियन जुन चाहिँ नपुंसक हुन्छ त्यो व्यक्ति चाहिँ आफ्नो देशमा कहाँ जान्छ, फर्केर जान्छ। यसरी चाहिँ पहिलो शताब्दीमा नै सुसमाचार अफ्रिकामा पुग्न सफल हुन्छ। हेर्नुहोस् है, अनि यसरी नै प्रेरित थोमाको प्रचारद्वारा पनि पहिलो शताब्दीमा सुसमाचार दक्षिण भारतसम्म पुगेको थियो भनेर पनि अनुमान गराइन्छ है। अनि जति जति सतावट आउँदै गयो त्यति त्यति नै मण्डली वृद्धि हुँदै गएको कुरा हामी देख्न सक्छौँ। जति जति मानिसहरू, चेलाहरू होइन, मिसनरीहरू, प्रचारकहरू छरेर विभिन्न ठाउँमा जानुहुन्छ, त्यति त्यति नै मण्डलीहरू वृद्धि भएको कुरा हामी देख्न सक्छौँ। त्यहाँबाट हामीले पाठ के सिक्न सक्छौँ भनेदेखि दमन र पराजयको बीचमा पनि प्राय दमन र कठिनाइहरूले मण्डलीको बीचमा ठुलो भूमिका खेल्दछ। जब विश्वासीहरू डरले छरिन्छन्, सुसमाचारको सन्देश अझै फैलिन्छ है। अनि विश्वास र रूपान्तरण कुरा, फिलिप र इथियोपियन जो चाहिँ नपुंसक छ, त्यो कथाले के देखाउँछ भनेदेखि विश्वास र रूपान्तरण कुनै पनि व्यक्ति र जातिको सिमानामा नपर्ने कुरा है। अनि हामीले सुसमाचार प्रचार गर्ने भनेको अब हाम्रो जातिलाई मात्रै, तामाङलाई मात्रै, चेपाङलाई मात्रै होइन, कामीलाई मात्रै, त्यो होइन। सुसमाचार चाहिँ सबै जातिको लागि हो। त्यसैले यहाँ हामीले फिलिप र इथोपियन नपुंसकबाट हामीले देख्न सक्छौँ कि विश्वास र रूपान्तरको काम चाहिँ कुनै व्यक्ति र जातिको सीमामा नपर्ने कुरा हो है। नेतृत्व सेवा, यहाँ फिलिपको नम्रता र सेवाले अब यहाँनिर के हुन्छ, चर्चको विस्तारमा ठुलो, मण्डली विस्तारमा ठुलो योगदान पुर्याउँछ। यसले हामीलाई सम्झाउँछ कि नेतृत्व केवल पद र स्थानसँग होइन, सेवासँग जोडिएको छ। यहाँ फिलिपले 8 अध्यायमा
एउटा साधारण भन्दा साधारण व्यक्ति भएर, विश्वासी भएर, विश्वासयोग्य विश्वासी भएर ऊ जुन जुन ठाउँमा गएको छ त्यो ठाउँमा चाहिँ के भएको छ, सुसमाचार प्रचार भएको छ। अनि यसरी चाहिँ अझ झन् मण्डलीहरू वृद्धि हुँदै गयो। अब होइन, विभिन्न ठाउँहरूमा मण्डली वृद्धि हुँदै गयो। अनि जब हामी प्रेरित 9मा आउँछौँ भनेदेखि चाहिँ त्यहाँनिर एकजना व्यक्तिको परिवर्तन त्यहाँ देख्न सक्छौँ हामीले। हामीलाई थाहा छ पावलको बारेमा हामी धेरै कुराहरू पढेका छौँ, वचनहरू सुनेका छौँ र धेरै पुस्तकहरू, 13वटा भन्दा बढी पुस्तकहरू लेखेका छन् भनेर हामी विश्वास गर्छौँ नयाँ करारको। त्यसैले अब 9 अध्यायमा आउँदाखेरि चाहिँ साउल एकजना यस्तो जोसिलो यहुदी जातिका फरिसी हुन्छ होइन, जसको नाम चाहिँ साउल। पावलको परिवर्तन हुनुभन्दा अगाडि चाहिँ उसको नाम साउल थियो भन्छ। कतिजनाले चाहिँ ऊ यहुदी थिए। यहुदीहरू चाहिँ विशेष गरेर हिब्रू भाषा बोल्ने व्यक्तिहरू अथवा हिब्रू ब्याकग्राउन्ड भएको परिवेश पृष्ठभूमिबाट आएका व्यक्तिहरू थिए भन्छन्। र साउललाई चाहिँ ग्रिकमा ल्याउँदाखेरि चाहिँ यसको साउलको अर्थ चाहिँ पावल भनेर पनि भन्दो रहेछ होइन। त्यसरी पनि मानिसहरूले के भन्छ वर्णन गर्ने गर्दो रहेछ। सो यहाँनिर हामीले चाहिँ प्रायः जसो सुनेको चाहिँ के सुन्छौँ भनेदेखि, प्रायः जसो तपाईँले सुन्नु भएको पनि छ भने, एउटा व्यक्ति साउल भन्ने व्यक्ति थियो, त्यो मान्छे चाहिँ पावल भएपछि गएर जो चाहिँ परमेश्वरलाई, यीशु ख्रिस्टलाई मेरो मुक्तिदाता प्रभु येशू भनेर चिनेपछि चाहिँ पावल भयो भनेर हामीले धेरैचोटि सुनेका छौँ। त्यसैले यहाँनिर ऊ चाहिँ को थिए भनेदेखि साउल, जो चाहिँ जोसिलो यहुदी जातिका फरिसी मध्ये एक थिए, जो चाहिँ को थियो भने एकदमै विरोधी है। विरोधी यहुदी प्रधान पुजारीहरूबाट सिफारिस लिएर उनले यताउता गएर विश्वासीहरूलाई के गर्ने गर्थे, खेदो गर्ने गर्थ्यो है, दुःख दिने गर्थ्यो, सतावट गर्ने गर्थे। त्यस पछाडि कुनै एक दिन साउल दमस्कसतिर जाँदै गर्दा त्यसको नजिक आइपुग्दा अचानक स्वर्गबाट एउटा चहकिलो ज्योति उनको वरिपरि चम्किन्छ। अनि उनी भुइँमा लड्छ र यसुले बोल्नुभएको केही शब्दहरू उनले सुन्छ त्यहाँनिर। अनि त्यही समयदेखि नै साउल चाहिँ के भएको कुरा छ, परिवर्तन भएको कुरा हामी देख्न सक्छौँ। त्यस पछाडि उनी अब के गर्छ, दमस्कसमा जान्छ र हननियाबाट पुरा समाचार सुनेर उसले के गर्छ, बप्तिस्मा लिन्छ र आफैले आफैलाई चाहिँ प्रचारक बन्ने निर्णय गरेर उसले प्रचारक चाहिँ के गर्छ, मिसनरीको भूमिका उसले धेरै ठाउँमा निभाएको छ, जुन कुरा अहिले हामी केही समय पछाडि पनि अध्ययन गर्नेछौँ। र ऊ पछाडि गएर प्रचारक बन्छ है। केही वर्षपछि पावल गैर यहुदीहरूको प्रेरित हुन पुग्छ। प्रभुले उनलाई, गैर यहुदी भनेको अन्य जातिहरू, प्रभुले उनलाई यसैको निम्ति बोलाउनु भएको थियो भनेर हामी 9 अध्यायमा हेर्छौँ भनेदेखि सरस्वती त्यो सबै कुरा त्यहाँ घटनाहरू दिएको छ। त्यसलाई मैले संक्षिप्तमा यहाँनिर तपाईँलाई प्रस्तुत गराएको छु। अब साउल र पावल, साउल कसरी पावल भयो? कसैले भन्छन् कि विश्वास गर्नुभन्दा पहिले पावलको नाउँ के थियो, साउल थियो। तर परिवर्तन भएपछि उनी आफैले उनको नाउँ के गरे, परिवर्तन गरे, त्यो चाहिँ पावल होइन, जुन चाहिँ पावल प्रेरित भनेर हामीले चिन्छौँ अहिले। यो कुरा ठिक पनि हो, कहिले कहिले बेठिक पनि हो। मैले अघि पनि तपाईँलाई थोरै भनेको थियो, खासमा सुरुदेखि नै पावलको चाहिँ दुवै नाउँहरू थियो। किन भनेदेखि साउल चाहिँ उनको हिब्रू भाषाको हो होइन, जुन चाहिँ यहुदीहरूले प्रयोग गरिने, जसलाई चाहिँ साउल, पावललाई नै हिब्रू भाषामा चाहिँ साउल भन्ने गर्थ्यो होइन। अनि र उनी अब के भयो भनेदेखि साउल चाहिँ उनको हिब्रू भाषाको यहुदी नाउँ मात्र थियो र जबसम्म उनी घमण्डी यहुदी र ख्रिस्ट विरोधी थिए उनले त्यही नाउँ मात्र प्रयोग गर्थे। बुझ्नुभयो? किनभने ऊ एउटा यहुदी फरिसी होइन दलको भएर चाहिँ उसले धेरै सतावट दिएको थियो। सो त्यसले गर्दाखेरि त्यो समय चाहिँ उसको जीवन के थियो, साउल थियो। त्यसले गर्दाखेरि उसले साउलै भने त्यहाँनिर, जबसम्म उसमा घमण्डी थियो, ख्रिस्ट विरोधी थियो, तबसम्म उसको नाम साउल थियो। तर पावलको बुवा रोमी नागरिक भएकोले पावलले पनि जन्म अधिकार अनुसार रोमको नागरिकता पाउँछ। त्यसैले पावलको पत्रमा भन्छ नि पावलले, म पनि रोमी नागरिक हुँ होइन। उसले धेरैचोटि जेल जाल भोग्नु पर्दाखेरि म रोमी नागरिक हुँ, म यहुदी हुँ, म यो हुँ भनेर उसले, म यो ठाउँको भनेर उसले प्रष्ट रूपमा बताएको कुरा हामी देख्छौँ। उनको ग्रिकको नाउँ भन्ने चाहिँ पावल थियो। बुझ्नुभयो? र उनी रोमी साम्राज्यको प्रेरित भएपछि उनले त्यही नाउँ के राख्यो, पावल प्रयोग गर्न, हर्न भएछ यहाँनिर, प्रयोग गर्न थाले। किन भनेदेखि जब ऊ परमेश्वरमा पूर्णमा परिवर्तन भए, परिवर्तन भइसके पछाडि चाहिँ ग्रिकको नाम चाहिँ उसले
साउलको ग्रिक चाहिँ पावल थियो, त्यही नाम चाहिँ उसले यहाँनिर प्रयोग गरेको कुरा हामी देख्न सक्छौँ। त्यस पछाडि अब पावलको कुरालाई यहाँनिर 9 अध्यायमा यतिकै एकछिन थाती राखेर अनि अब हामी 13-14तिर पछि फेरि पावलको कुरालाई निरन्तरता दिनेछौँ। अब हामी 10 अध्यायतिर हामी जानेछौँ। 10 अध्यायमा चाहिँ तपाईँले त्यहाँनिर अब के देख्नुहुन्छ भनेदेखि शीर्षकमा बाइबलमा के छ मलाई त्यो थाहा भएन, तर यहाँनिर मैले के शीर्षक दिएको छु भने यहाँनिर चाहिँ 10 अध्यायमा तपाईँले यो पढ्नु अध्ययन गर्नुभयो भने पत्रुसको दर्शन तपाईँले त्यहाँनिर देख्नुहुन्छ। पत्रुसको दर्शन चाहिँ के छन्, कस्ता खालको दर्शनहरू पत्रुसले देखे भनेदेखि धेरै यहुदी विश्वासीहरूले विचार गरे कि यसो यहुदीहरूको लागि के थियो, आउनु भएको थियो र इच्छुक आए यहुदीहरूलाई मात्र सुसमाचार सुनाउन आवश्यक थियो भने मतलब अब जो जो यहुदी छन् होइन, यहुदीकै लागि यहुदीकै घरनाबाट उनीहरूले सोच के भएर जन्मिनेछ, एकदमै राजा भएपछि त माहौलमा होइन, महलमा, प्यालेसमा, त्यस पछाडि एकदमै राम्रो घर घरनामा, एकदमै खत्रै विद्वान, एकदमै खत्रै जान्ने, त्यो चाहिँ यहुदीको लागि मात्रै आउनेछ भन्ने उनीहरूले विश्वास गरेको थियो। जसको कारणले गर्दाखेरि जब येशूख्रिस्ट संसारमा आउनुभयो त्यतिखेर यहुदीहरूले येशूख्रिस्टलाई मसिहा भनेर विशेष गरी दुईवटा धर्म दलहरूले होइन, धार्मिक दलहरू जुन फरेसी र सदुसी छ, दुवैजनाले चाहिँ येशूख्रिस्टलाई येशूख्रिस्ट मसिहा हुनुहुन्छ भन्ने कुरा विश्वास गरेन। अझ यतिसम्म कि येशूख्रिस्टलाई क्रुसीकरणसम्म पनि उनीहरूले के गरे, पुर्याए। त्यसैले गर्दाखेरि अब पत्रुसलाई पनि यस कुरा बारे प्रष्ट नभएकोले परमेश्वरले उनलाई एउटा सपना दर्शनद्वारा बुझाइदिनु परेको थियो। हेर्नुहोस् है, कुनै एक दिन पत्रुस योप्पा है, योप्पामा तपाईँले देख्न सक्नुहुन्छ त्यहाँ घटना के भएको छ। योप्पा भन्ने ठाउँमा साथी सिमोन चर्मकारको घरमा बसिरहँदा दिउँसोको खानाको लागि छतमा पर्खिरहेको थिए। अचानक आकाशबाट ओर्ली आएको एउटा तन्ना जस्तो दर्शनमा देखे। त्यो कपडामा विभिन्न किसिमका शुद्ध र अशुद्ध जनावरहरू थिए। एउटा आवाज पनि आयो, ए पत्रुस उठ र मारेर खाऊ। तर पत्रुस चोखो यहुदी भएकोले त्यो काम गर्न इन्कार गरे। त्यसपछि त्यो आवाज फेरि दोस्रो पल्ट तिनले सुने, परमेश्वरले जे शुद्ध गर्नुभएको छ त्यसलाई तिमी अपवित्र नठान। पत्रुस के थियो, ऊ पनि यहुदी जाति नै थिए होइन, तर येशू ख्रिस्टको चेला थिए। त्यस पछाडि उसले पनि अलिकति कता न कता होइन, एउटा यहुदी त्यो पृष्ठभूमिबाट आएको कता कता म यहुदी हो है, मैले चाहिँ यो कुराहरू चाहिँ अलिकति कडा सायद मान्नुपर्छ, यो कुरा अलि मान्नु हुँदैन, अथवा यो कुरा चाहिँ मेरो लागि त्यो कता कता अझै पनि ऊ पनि अलिकति नबुझेको जस्तो हामीले यहाँ देख्न सक्छौँ। जब उसलाई यो दर्शन आउँछ, दर्शन आइसके पछाडि मात्रै यहाँनिर स्पष्ट रूपमा उसले बुझ्न सकेको कुरा हामी देख्न सक्छौँ कि येशू ख्रिस्टले चाहिँ अब यहुदीहरूलाई केबाट होइन, व्यवस्थाबाट होइन होइन, व्यवस्थाले मात्र उनीहरूलाई मुक्ति व्यवस्थाले उनीहरूलाई मुक्ति दिँदैन, उनीहरूको कर्म असल कर्मले उनीहरूलाई मुक्ति दिँदैन होइन। अब चाहिँ मुक्ति चाहिँ कोबाट मात्रै हुन्छ, येशू ख्रिस्टद्वारा मात्रै हुन्छ भन्ने कुरा चाहिँ येशू ख्रिस्टले यहाँनिर सिकाउन खोज्नु भएको छ भन्ने कुरा पत्रुस पनि कता कता अलिकति नबुझेको जस्तो हामीले यहाँनिर देख्न सक्छौँ। जब दर्शन हुन्छ, जब दर्शन आउँछ अनि त्यो दर्शनमा चाहिँ उसले के हुन्छ भनेदेखि उसले पनि बुझ्न सक्छ कि परमेश्वरले चाहिँ के गर्नु भएको थियो, यहुदीलाई मात्र बचाउन आउनको लागि चाहिँ यहुदीलाई लागि चाहिँ येशू ख्रिस्टलाई पठाउनु भएको थिएन। परमेश्वर पिताले आफ्नो एकलौटी पुत्र चाहिँ सारा संसारलाई बचाउनको लागि, सारा संसारलाई नै पापबाट छुटकारा दिनको लागि, मोलतिर किन्नको लागि चाहिँ आफ्नो प्राण त्यागिदिनु भएको कुरा चाहिँ यहाँबाट पनि हामी पत्रुसको जीवनबाट पनि हामी थाहा गर्न सक्छौँ। त्यसैले दर्शनमा 3 पल्ट देखिन साथ र पत्रुसले यसको अर्थबारे विचार गर्दै पाहुनाहरू त्यहाँ आइपुग्छ। अनि उनीहरू चाहिँ कर्नेलियस भन्ने एकजना रोमी पल्टन है, त्यहाँ तपाईँले त्यो यहाँनिर तपाईँले पढ्नुभयो भने मजाले बुझ्नुहुनेछ है त। सो यहाँनिर एउटा कर्नेलियस भन्ने व्यक्ति छ, त्यो चाहिँ रोमी पल्टनको कप्तानको घरबाट पत्रुसलाई बोलाउन आएका थिए। अनि बल्ल पत्रुसले बुझे कि जनावर बारे मात्र होइन, तर दर्शन चाहिँ जाति जातिका मानिसहरूको बारेमा थियो।
परमेश्वरको दृष्टिमा मानिसहरू शुद्ध अशुद्ध चोखो बिटुलो ठुलो सानो केही फरक छैन। होइन, त्यस पछाडि पत्रुसले उनीहरूसँग खुसी साथ गएर कर्नेलियसको घरमा प्रचार गरे। यहाँ फेरि हरे भएछ है। प्रचार गरे र कर्नेलियस र उनको सबै परिवारले त्यहाँनिर विश्वास गरे। हेर्नुहोस् त है। सो परमेश्वरले आफ्नो एकलौटे पुत्रलाई चाहिँ अमिन गरिदिनु रे। आफ्नो एकलौटे पुत्रलाई चाहिँ यत्तिकै यहुदी जातिको लागि मात्रै अथवा फलानो जातिको लागि मात्रै भनेर पठाउनु भएको थिएन। अनि पत्रुसले चुन्दा पत्रुसले ऊ यहुदी भएर यसो ख्रिस्ट चुन्नु भएको, पत्रुसलाई चाहिँ ऊ यहुदी हो त्यसैले यहुदी भएर यसो ख्रिस्ट चेला भएको पनि थिएन। ओके, मात्र यो सबै परमेश्वरको वचनहरू प्रचार गर्नको लागि यसु ख्रिस्टले के गर्नु भएको थियो, सबै चेलाहरूलाई विभिन्न पृष्ठभूमिबाट विभिन्न परिवेशबाट जाँदै गर्दाखेरि यसु ख्रिस्टले 12 जना चेलालाई छान्नुभयो। 12 जना मध्येमा 11 जनाले चाहिँ के गरे, परमेश्वरको राज्य विस्तारमा विभिन्न तरुवारले चाहिँ योगदान दिएको कुरा हामी देख्न सक्छौँ। जसमध्ये पत्रुस चाहिँ एकजना व्यक्ति हुन् जसले चाहिँ ठुलो भूमिका ठुलो योगदान दिएका छन्। त्यसै कारणले गर्दाखेरि अब चाहिँ एन्टिओकियामा जब सुसमाचार उत्तरतिर अब जब सतावट आउँछ झन् झन् अब फैलिन गयो होइन। अब सतावट दिने व्यक्ति नै परिवर्तन भइसके पछाडि, सतावट दिने व्यक्ति नै रूपान्तरित भइसके पछाडि, आफू नै प्रचारक भइसके पछाडि अब यहाँनिर झन् अब है सुसमाचार बृहत रूपमा बढ्दै 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 गएको कुरा हामी देख्न सक्छौँ। अब यहाँ एन्टिओखियामा जब सुसमाचार उत्तरतिर सिरियाको एन्टिओकसम्म पुग्छ, त्यस पछाडि अब के हुन्छ भनेदेखि त्यहाँको मण्डलीमा यहुदी र अब यो अयहुदी भनेको चाहिँ गैर यहुदी अन्य जातिहरू, दुवै जातिका मानिसहरू त्यहाँनिर आउँछ। अब प्रेरित 11 तपाईँले 26मा त्यहाँ हेर्नुभयो भने त्यहाँ देख्नुहुनेछ, त्यहाँको जस्ताको तस्तै मैले यहाँनिर ल्याएको छु। अनि त्यहाँ मानिसहरू आएका थिए र त्यहाँ विश्वासीहरूलाई एउटा नाउँ दिएको थियो। अनि त्यो नाउँ चाहिँ के हो भनेदेखि चाहिँ क्रिस्चियन भन्ने नाउँ हो। तपाईँले योभन्दा अगाडि कहीँ पनि तपाईँले पाउनुहुने छैन कि यिनीहरू चाहिँ यो जातिहरूलाई अथवा यो विश्वासीहरूलाई चाहिँ क्रिस्चियन भनेर भनिन्छ अथवा यो भनेर भनिन्छ, त्यहाँनिर देख्दैनौँ। जब विश्वासीहरू एकसाथ आइसके पछाडि बल्ल यहाँनिर चाहिँ प्रेरितको पुस्तक 11:26मा तपाईँले देख्नुहुनेछ कि बल्ल के भएको छ, विश्वासीहरूको नाउँ दिएको छ। के भनेर नाउँ दिएको छ, क्रिस्चियन भनेर दिएको छ। यो पहिलो दिएको नाम है, यो एकदम महत्त्वपूर्ण छ, याद गरिराख्नुहोस् र एक्जाममा पनि आउनेछ है त। प्रेरित 11:26मा विश्व दिएको नाउँ के हो भनेर मैले सोद्धाखेरि तपाईँले चाहिँ क्रिस्चियन हो भनेर त्यसरी भन्न सक्नु पर्यो है। त्यसैले अब त्यहाँनिर तपाईँलाई थाहा छ होला, तपाईँले सुन्नु भएको छ होला गान्धीजी होइन, इन्डियाको गान्धीजी भनेर हामीले धेरैचोटि गान्धी गान्धी भनेर सुनिरहेका छौँ अथवा मुभीहरू हेर्नु भएको छ भने गान्धीजीले के भनेको छ भनेदेखि हामी क्रिस्चियन विश्वासीहरूलाई एउटा गम्भीर चुनौती दिनु भएको कुरा छ के छ भनेदेखि यदि तपाईँ क्रिस्चियनहरू आफ्नो क्रिस्ट जस्तै हुनुभयो भने हामीहरू अर्थात् भारत र वरिपरि भएका देशका हिन्दू बुद्ध होइन मुसलमानहरू सबैजना तपाईँको प्रचार सुन्छौँ भन्छ कि उसले। किन भनेदेखि उसले चाहिँ के भन्छ भनेदेखि मलाई यसु एकदमै मनपर्छ र मलाई यसुलाई विश्वास गर्ने मान्छेहरू मन पर्दैन भन्छ कि। किन भनेदेखि उसले थाहा छ सुसमाचार पनि सुनेको, अनि उसले धेरै परमेश्वरको विशेष गरी यसु ख्रिस्टको शिक्षाहरू पनि धेरै सुनेको र मन पनि पराउने यसु ख्रिस्टको शिक्षाहरू पनि अझ कता कता पालना गरेको पनि जस्तो देखिन्छ जीवनमा। तर ऊ इसाई भएन, क्रिस्चियन भएन। किन भनेदेखि कारण क्रिस्चियनहरूको बानी व्यवहार देखेर, क्रिस्चियनहरूको जीवनी देखेर चाहिँ उसलाई चाहिँ क्रिस्चियनहरू मन पर्दैन अरे, यसु चाहिँ मनपर्छ अरे क्या है। सो उसले यो व्यक्तिले चाहिँ हामीलाई एउटा एउटा गम्भीर चुनौती दिन्छ है। सो अहिले पनि हामीले धेरैचोटि यो व्यक्तिको यो स्टेटमेन्टलाई भनाइलाई हामीले धेरैचोटि कोर्छौँ, सापट्टि लिन्छौँ, जसरी मैले अहिले कोट सापट्टि गरेको छु, लिएको छु उहाँबाट। किन भनेदेखि जति जति मण्डली वृद्धि हुँदै गयो त्यति त्यति नै अब समस्याहरू पनि उत्पन्न हुँदै गयो होइन। भलाइ त्यहाँनिर अब सतावटहरू थियो होइन, दुःख थियो,
पीडन पीडाहरू थियो, चेलाहरू ठुलो योगदान दिनु पर्यो, विश्वासले ठुलो योगदान दिनु पर्यो, जसको कारणले गर्दा मण्डली यहाँसम्म आइपुग्यो। तर जति जति मण्डली वृद्धि हुँदै गयो त्यति त्यति नै मण्डलीमा क्रिस्चियनहरूको बिचमा, विश्वासीहरूको बिचमा धेरै समस्या पनि आएको कुरा देख्न सक्छौँ। त्यस कारणले गर्दाखेरि गान्धीले चाहिँ यसु चाहिँ मनपर्छ, तर यसुलाई विश्वास गर्ने विश्वासीहरू चाहिँ मन पर्दैन भनेर गान्धीले यसरी भन्दो रहेछ है। अनि गान्धीको कथा सुन्नुहुन्छ भने तपाईँले हिन्दीमा पनि पाउनुहुन्छ, किनभने ऊ चाहिँ इन्डियाबाट ब्रिटिसमा पढ्न गएको हुँदो रहेछ। अनि पढ्दाखेरि क्रिस्चियन स्कुलमा हुँदो रहेछ। अनि त्यहाँनिर क्रिस्चियनहरू साथीहरू हुँदो रहेछ। अनि उसलाई धेरै कालो जाति र इन्डियन भएकोले गर्दाखेरि उसको गवाईमा पनि धेरै क्रिस्चियनहरूले प्रभाव पारेको गर्दा गर्दाखेरि चाहिँ क्रिस्चियनहरूको व्यवहार यस्तो हुन्छ, यसो क्रिस्टले एउटा सिकाउँछ, यिनीहरूले व्यवहार यस्तो गर्छ, उसको त्यो पीडाहरू हो क्या। त्यो पोख्दै गर्दाखेरि चाहिँ उसले चाहिँ भन्न खोजेको कुरा चाहिँ किन यसरी भनेको रहेछ भनेदेखि चाहिँ आफैले अनुभव गरेर है, व्यवहारहरूबाट चाहिँ साथीभाइको व्यवहारबाट अनुभव गरेर सिकेर चाहिँ मलाई यसो मनपर्छ तर विश्वासी मन पर्दैन भनेर उसले चाहिँ त्यसरी भनाइहरू राखेको कुरा हामी उसको गवाईबाट, विशेष गरी गान्धीको गवाईबाट सिक्न सक्छौँ र सुन्न सक्छौँ, बुझ्न सक्छौँ। र यो चाहिँ एउटा अहिले पनि हाम्रो लागि चुनौतीपूर्ण छ। र यो पावलको पहिलो यात्रा, प्रेरितको पुस्तक 13 देखि 14 हामी अध्ययन गर्नुभन्दा अगाडि अहिलेसम्म हामीले अध्ययन गर्दै गर्दाखेरि 8 देखि हामीले 12 अध्यायसम्म हामीले अध्ययन गरिसकेका छौँ। यहाँनिर केही प्रश्नहरू छ, मिसले एकछिन समय दिए भने जस्तो छ भने यो समय तपाईँहरूको लागि प्रश्न नबुझेको कुरा केही छ भने सोध्न सक्नुहुन्छ। सो एकचोटि बाइबल पढेर सकाउनेहरू हात उठाउनुहोस्, म हेर्न चाहन्छु। एकचोटि प्रेरितको पुस्तक पढेर सकाउनेहरू हात उठाउनुहोस् त, यसरी त्यही उठाउनुहोस्। एकचोटि प्रेरितको पुस्तक पढेर सकाउनु भएकोहरू, ओके, मैले हातहरू देख्दैछु। 2चोटि पढेर सक्नु भएकोहरू हात उठाउनुहोस्। यो कस्तो हो, यो कानसम्म मात्रै पुगेको छ, हात त 2चोटि पढ्यो भने त यहाँसम्म साढे साढे एक पढ्नु भएको। ओके, 3चोटि पढेर सक्नु भएको हात उठाउनुहोस्। 3चोटि। ओके, अब चाहिँ अलिक तल तल हुँदै गयो हातहरू है। 4चोटि, 5चोटि, 6चोटि है। लु लु लु, भएन भएन, यो 2 हप्ता भइसक्यो। 2 हप्तामा एकचोटि मात्र पढ्नु भनेको यो चाहिँ अघि गान्धीले भनेको जस्तै हुन्छ है यो त। ए भएन है यस्तो। हामीले यसुलाई प्रेम गर्छौँ भनेदेखि हामीले यसुको शिक्षाहरू पनि अध्ययन गर्नु पर्यो, अध्ययन गरेको कुरालाई पालना गर्नु पर्यो है। ल अध्ययन गर्नुहोस् है त। एटलिस्ट 6चोटिसम्म तपाईँले अध्ययन गर्नुहोस्। तपाईँको क्लास नोट पनि बाइबलबाटै हो, अनि तपाईँको एक्जाम पनि बाइबलबाटै आउनेछ, तपाईँको सबै बाइबलबाटै हुनेछ है। त्यसैले बाइबल चाहिँ पढ्नै पर्छ है त। अघि केही जिज्ञासाहरू छैन भने यहाँनिर पावलको पहिलो प्रचार यात्रा सुरु हुन्छ, जो चाहिँ सावल थिए, जुन यहुदी फरेसीहरू मध्ये एक थिए, ठुलो सतावट गर्ने व्यक्ति मध्ये एक थिए। त्यो व्यक्ति परिवर्तन भएर जब पावल बने, पावल बनिसके पछाडि अब म प्रचारक बन्छु भनेर निर्णय गरिसके पछाडि अब प्रचारको यात्राहरू छ। विशेष गरेर मुख्यतः हामीले यसमा चाहिँ हामी 3वटा प्रचारको यात्राहरूलाई हामी अध्ययन गर्नेछौँ र चारवटासम्म छ प्रचार उसको यात्राहरू, तर चौथोमा छोटकरीमा छ, त्यो पनि म अलिकति समय भयो भने तपाईँ बताउनेछु। यहाँनिर पहिलो प्रचार यात्रा सुरु हुन्छ पावलको। अब त्यो चाहिँ कतिबाट सुरु हुन्छ भने प्रेरितको पुस्तक 13 देखि 14सम्म चाहिँ तपाईँले त्यो अध्ययन गर्नु भने त्यहाँ चाहिँ पावलको पहिलो प्रचार यात्रा सुरु हुन्छ। कहाँबाट सुरु हुन्छ, कहाँ भनेदेखि गलातियामा अलमोस्ट अलमोस्ट लगभग लगभग 2 वर्ष जति चाहिँ उसको पहिलो प्रचार यात्रा चाहिँ गलातियामा हुन्छ। कहाँ कहाँबाट जान्छ, कहाँ कहाँबाट कहाँ आउँछ भनेर हामी छोटकरीमा हेर्नेछौँ। यहाँनिर
कसरी प्रचार सुरु हुन्छ भनेदेखि चाहिँ पहिलो प्रचार यात्रा चाहिँ एन्टिओखिया मण्डलीबाट सुरु हुन्छ है। त्यो चाहिँ एन्टियोख भनेर हामी भन्छौँ इङ्ग्लिसमा। एन्टियोखको मण्डली सुरु हुन्छ, जुन तपाईँले प्रेरितको पुस्तक 13को 1 देखि 3 पढ्नुभयो भने तपाईँले थाहा पाउनुहुनेछ। कतिजनाले बाइबल पढ्नु भएको छैन भने चाहिँ एकचोटि पनि हात उठाउनु भएन, त्यही भएर यो चाहिँ अब म पढ्न लगाउँछु अनि त्यस पछाडि मात्रै अगाडि बढ्दाखेरि राम्रो हुन्छ कि जस्तो लाग्यो है। हामी प्रेरितको पुस्तक 13को 1 देखि 3सम्म हामी पाठ गर्नेछौँ। एकजनाले, म भन्नै पर्छ होला सायद, हाम्रो श्याम खलान गुरुबा, एल्डर बा, मैले झन् बिर्सेँ उहाँलाई अलिकति एल्डर नै हुनु जस्तो लाग्यो। पढिदिनुहोस् न, के डिकन हुनुहुन्छ मैले बिर्सेँ झन्। जे होस् उहाँ तपाईँ पढिदिनुहोस् न। प्रेरितको पुस्तक 13को 1 देखि 3सम्म। खै पढ्नुहुन्न क्या हो? हजुर, तपाईँ नै पढ्नुहोस्। हुन्छ म पढ्नेछु। मेरो चाहिँ रुगा खोकीले स्वरै अर्को छ। हुन्छ, यसरी लेखिएको छ। एन्टिओकियाको मण्डलीमा अगमवक्ताहरू र शिक्षकहरू अर्थात् अनि बर्नबास अनि काला भनिने अनि सिमियोन कुरेनिका लुकियस अनि प्रान्तियस अनि शासक अनि हेरोदसँग हुर्केका अनि मनेन र साउल थिए। तिनीहरूले प्रभुको आराधना गरिरहेका र उपवास बसिरहेका बेला पवित्र आत्माले भन्नुभयो, मेरो निम्ति अनि बर्नबास र अनि साउललाई त्यस कामको लागि अनि अलग गर जुन कामको निम्ति मैले तिमीहरूलाई बोलाएको छु। तब उपवास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्नो हात राखेर उनीहरूलाई बिदा दिए। ओके, धन्यवाद पाठ गरिदिनु भएको लागि। परमेश्वरले आशिष दिनुभएको होस्। यहाँनिर हामी प्रेरितको पुस्तक 13को 1 देखि 3सम्म हेर्छौँ भनेदेखि चाहिँ पहिलो प्रचारको यात्रा चाहिँ एन्टिओखियाको मण्डलीबाट सुरु हुन्छ। अब यहाँबाट कसरी सुरु भयो भनेदेखि त्यहाँ 13को 2मा हेर्नुहोस् त, उनीहरूले यो कसरी सुरु गर्छ त। विशेष गरेर पावलले यो मिसनको यो प्रचारको यात्रा कसरी सुरु गर्छ भनेदेखि उपवास र प्रार्थनाबाट सुरु गर्छ। हेर्नुहोस् त, तिनीहरूले प्रभुको आराधना गरिरहेका र उपवास बसिरहेका बेला पवित्र आत्माले भन्नुभयो, मेरो निम्ति बर्नबास र साउललाई त्यस कामको लागि अलग कर जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु। यहाँ हेर्नुहोस् त, तपाईँले यहाँनिर देख्नुहुन्छ उपवास र प्रार्थना उनीहरूले के गरेको छ भनेदेखि निर्देशन चाहिने समयमा के गरे, उनीहरूले उपवास र प्रार्थना गरे। अनि यसरी चाहिँ उनीहरूले मिसनको यात्रा सुरु गर्दैछ है। अनि त्यही 2मै तपाईँले देख्नुहुन्छ भने 2 पदमै 13को 2मै देख्नुहुन्छ, त्यहाँ बोलावटको कुरा छ। बोलावट केमा छ? परमेश्वरले जुन प्रार्थनाको उत्तर 2 भागमा यहाँ दिनुभएको कुरा छ। कसरी भनेदेखि उहाँले चाहिँ उपस्थित भएका मण्डली र यसका अगुवा जनहरूलाई उहाँको इच्छा देखाउनु भएको छ है। उहाँको इच्छा के छ भनेदेखि उहाँको इच्छा चाहिँ के छ, मेरो निम्ति बर्नबास र साउललाई त्यस कामको निम्ति अलग गर जुन कामको निम्ति मैले तिनीहरूलाई के गरेको छु, बोलाएको छु। राइट। यहाँनिर नम्बर 1मा उपवास र प्रार्थना सहित तयारी भएको कुरा देख्न सक्छौँ। र पछि चाहिँ प्रार्थनाको उत्तर चाहिँ के छ भने बोलावट। के को बोलावट छ भनेदेखि उनीहरूलाई चाहिँ जुन काम भन्नाले जुन प्रचार गर्नको लागि परमेश्वरको वचन सुसमाचार सुनाउनको लागि बोलाउनु भएको छ, त्यो कामको लागि चाहिँ के गरिरहेको छ, जानको लागि अलग नगर भनेर यहाँनिर
परमेश्वर आफैले भनिरहेको कुरा हामी देख्न सक्छौँ। र साथसाथै उहाँले प्रचार गर्न जानुपर्ने व्यक्तिहरूलाई बोलाउनु भएको कुरा, यो चाहिँ के थियो? परमेश्वर आफैले नै बोलाउनु भएको, के गर्नलाई? प्रचार गर्नको लागि। यी दुवै कुराहरू अति आवश्यक थिए है। त्यसैले गर्दाखेरि नम्बर 1मा हामी हेर्छौँ भनेदेखि 13को पद हामी हेर्छौँ भनेदेखि त्यहाँनिर चाहिँ विश्वसनीयता र अनुभवको कुरा हामी देख्न सक्छौँ। के छ भनेदेखि एन्टिओखियाको मण्डलीमा र शिक्षकहरू अर्थात् बर्नबास, काला भनिने सिमियोन, कुरेनीका लुकियस, प्रान्तीय शासक हेरोदसँग हुर्केका मनेन र साउल थिए। हेर्नुहोस् त, प्रचार यात्रामा जानुभन्दा अघि पावल र बर्नबास आफ्नो मण्डलीमा विश्वसनीय भएर काम गरिराखेको कुरा यहाँनिर देख्न सक्छौँ। अनि प्रचारकहरूलाई पठाउनुभन्दा अघि नै पुरै मण्डलीले यिनीहरूको लागि के गरेको थियो? उपवास सहित प्रार्थना गरेको कुरा हामी यहाँ देख्न सक्छौँ। अनि त्यस पछाडि प्रचारकहरू फर्केपछि मण्डलीलाई धन्यवाद दिएर प्रभुले गर्नुभएको कामको लागि उनीहरूले जानकारी दिएको पनि हामी देख्न सक्छौँ। तपाईँले अब यो 13 अध्याय पुरै पढ्नुभयो भने त्यहाँनिर स्पष्ट रूपमा देख्नुहुनेछ। त्यसले गर्दाखेरि म यहाँ कहाँबाट कसरी सुरु गर्यो भनेर 13 अध्यायबाट सुरु गर्न चाहन्छु है त। अब पावलको पहिलो प्रचार यात्रा, तपाईँहरू समूहमा भएको भए मलाई एकदमै के इच्छा थियो भनेदेखि समूहमा भएर पावलको पहिलो प्रचार यात्रा नक्सा बनाएर कहाँ कहाँबाट कता कता पावल पुगेर प्रचार गरेर फर्केर आएको, अनि कहाँबाट कहाँ भने मलाई दिनु मन थियो। तर तपाईँहरू एकदमै कोही कोही चाहिँ एक्लै एक्लै हुनुहुँदो रहेछ, कोही त समूहमै हुनुहुँदो रहेछ, कोही चाहिँ लामी डाँडाको मात्रै मैले समूहमा देखेँ, अरूहरू चाहिँ एक्लै एक्लै हुनुहुँदो रहेछ। त्यही भएर अलिक गाह्रो सम्भव नहोला अलि, तर पनि यहाँ जति मैले तपाईँलाई सिकाउने प्रयास गर्दैछु तपाईँले बुझ्नुहुनेछ र त्यसलाई व्यक्तिगत रूपमा चाहनुहुन्छ भने पावलको पहिलो यात्रा चाहिँ कता कता गएको रहेछ भने यसो गर्न चाहनुहुन्छ भने त्यो गर्दा चाहिँ एकदमै राम्रो हुनेछ है त। ल यहाँनिर पावलको पहिलो प्रचार यात्रा चाहिँ कहाँबाट सुरु हुन्छ, कहाँ हुन्छ भनेदेखि गलातियामा 2 वर्षको अलमोस्ट करिब करिब 2 वर्ष जति चाहिँ उसले त्यहाँनिर प्रचारको लागि दिन्छ। अनि प्रेरित 13देखि 14सम्म हामी हेर्दै गर्दाखेरि उसको मिसनको रुट, त्यो चाहिँ मार्ग होइन, यात्रा मार्ग चाहिँ अब कता कता छ, मुख्य ठाउँहरू चाहिँ कुन कुन ठाउँ जान्छ भनेदेखि हेर्नुहोस् है। सुरु कहाँबाट गर्छ? एन्टियोकबाट कहाँ जान्छ? सेलुसिया, अनि त्यस पछाडि साइप्रस टापुमा है। अनि त्यस पछाडि नम्बर 2मा कहाँ जान्छ? यो सालामिस भन्ने ठाउँमा। त्यसपछि त्यहाँबाट पाफोस भन्ने ठाउँमा। अनि 3 नम्बरमा कहाँ जान्छ? पर्गा भन्ने ठाउँमा होइन। अनि 4 नम्बरमा कहाँ जान्छ? पिसिदिया एन्टियोख भन्ने ठाउँमा जान्छ। अनि त्यस पछाडि 5मा कहाँ जान्छ? इकोनियम भन्ने ठाउँमा जान्छ। अनि 6मा कहाँ जान्छ? लुस्त्रा भन्ने ठाउँमा जान्छ। 7मा कहाँ जान्छ? डर्बे भन्ने ठाउँमा जान्छ। अनि 8मा कहाँ गर्छ? फेरि पुनः जहाँबाट सुरु गर्यो त्यही के गर्नको लागि, जसरी मण्डलीले उनीहरूलाई कसरी पठाएको छ, मण्डलीले उनीहरूलाई यहाँ हामीले अघि हेरेको थियो नि, मण्डलीले उनीहरूलाई के गरेछ? उपवास सहित प्रार्थना गरेर परमेश्वरको बोलावट अनुसार उनीहरूलाई मण्डलीले पठाएको छ। पठाइसके पछाडि त्यति मात्र होइन, फेरि फर्केर प्रचारकहरू फर्केर आएर मण्डलीलाई धन्यवाद दिएर प्रभुले गर्नुभएको कामको जानकारी दिनको लागि उनीहरू के गरे? फेरि एन्टियोखियामा फर्केर आएको कुरा हामी देख्न सक्छौँ। अब यसलाई मुख्य घटनाहरू हेरौँ। मुख्य घटनाहरू हामी हेर्नेछौँ। विशेष गरेर साइप्रसमा सेवा कार्य, अब यहाँ 4देखि हामी पाठ गर्नेछौँ है त। प्रेरितको पुस्तक 13को 4देखि 12, अघि हामीले 1देखि 3सम्म पाठ गरेका छौँ। अहिले चाहिँ 4देखि 12 हाम्रो लामी डाँडा बेरियाको ग्रुपबाट एकजनाले पाठ गरिदिनुहोस्। प्रेरितको पुस्तक 13को 4देखि 12। हुन्छ, म पाठ गर्नेछु। 4देखि 12सम्म होइन त म्याम? हजुर। तब पवित्र आत्माद्वारा पठाएका हुनाले तिनीहरू किलुकियामा गएर त्यहाँबाट जहाजमा चढी साइप्रसतिर गए।
सलामी सलामिसमा आइपुगेपछि तिनीहरूले यहुदीहरूका सभागारहरूमा परमेश्वरको सुसमाचार प्रचार गरे। तिनीहरूलाई सहायता गर्न यूहन्ना तिनीहरूसँग थिए। जब तिनीहरू समस्त टापुको यात्रा गर्दै पाफोससम्म आइपुगे, तब त्यहाँ तिनीहरूले एकजना यहुदी झुटा अगमवक्ता बार येशू भन्ने एकजना जादुकरलाई भेटाए। त्यो जादुकर एउटा प्रान्तका शासक सर्गियस पौलससँग बस्दथिए। सर्गियस पौलस बुद्धिमान मानिस थिए। तिनले साउल र बर्नबासलाई बोलाएर परमेश्वरको